खगेन्द्र सुनार कस्तो व्यक्ति हो भन्ने कुरा हामीलाई मात्रै थाहा छ। खगेन्द्र सुनार दलितका लागि जग हुन्, पिल्लर हुन्, निष्पक्ष निडर हुन्। यदि दलितमाथि अत्याचार, हत्या, हिंसा र अपराध भएको देख्दा खगेन्द्र सुनारले सम्पूर्ण दलित समुदायलाई एकै ठाउँमा जम्मा गरेर सडकमा उतारेर न्यायका लागि अदालतको अगाडि ढोका ढकढक्याएर रातभरि धर्नामा बस्ने व्यक्ति हुन्। मानवता भएका व्यक्ति हुन्। खगेन्द्र सुनारले दलितमाथि अत्याचार, हिंसा, अपराध भएको थाहा पाएपछि उनले हत्यारालाई, अपराधीलाई घ्याक्रो समातेर घिसार्दै लगेर जेलमुनि कोच्न सक्छन्। क्षमतावान, पावरवाला खगेन्द्र सुनार दलितका लागि। तपाईहरू खगेन्द्र सुनारलाई किन बुझ्नुहुन्न? खगेन्द्र सुनार मानवता भएका व्यक्ति हुन्। खगेन्द्र सुनारलाई तपाईहरू कस्तो लाग्छ? कमेन्ट गर्नुहोला। हवस् त, धन्यवाद।